लोछार चाहिँ भोलि हो दसैँ तर पनि हामीले लुङदर चाहिँ आज नै लगाउँदैछौँ कतिवटा असुविधाको कारणले हाम्रो मेमेले भन्नुभयो नि त लुङदर चाहिँ आज लगाउनु 12 बजी सबै लुङदरहरू चाहिँ हाम्रो सानपिङ तामाङ छिरिङ गुम्बामा चाहिँ राख्ने गरेर है पठाइदिनु भएको छ अनि अब हामीले चाहिँ लुङदर लगाउने तयारी गर्दैछौँ हाम्रो लुङदर लगाउनुमा सहयोग छ हामीलाई चाहिँ हाम्रो नेपालीको 2026 को लोछारको लुङदर है हामीले लगाउन रेडी गरिराखेको छौँ अनि हेलो ए उयो लास्ट उयो बिर्से के भन्नुपर्छ भन्नुहोस् गएको वर्ष लगाइदिइहाल्नुहोस् भनेको समय पर्छ भनेर है छुछु डालो छाछा लानु आपा छिटो गरिदिनुहोस् त छुछु डालो छिटो गरिदिनुहोस् छिटो है छुछु जालो आज लुङदर लाउनुहुन्छ सायद हरियो सजियो है अब हामीले लुङदर लाउँदैछौँ गाड्दैछौँ छुछु डालो लो उतानो लो भन्नु त है तिमी पर्छ तिमी त ल आउनु त आस्ते आस्ते होइन हौ चिन्ता उयो गर्नुपर्छ बाबाले म छोड्दिए लु छुछु डालो के रे अब तिमीले भन अब के भन्छ कता उल्टा भयो यसो नभएको यता घुम्नु यता यता म पट घुमेको सल्लै घुमेको भएन भने अलिक 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 उता घुम्नु उता 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 खो अन्त कुच्चोहरू पनि ढलेको उल्टा उँधो त हेर्छ त नि त उल्टा भयो उँभो पताउ गोडालाई के साह्रो बोलेको हौ कहाँ बटरी हो बटारी हो नि यता पूर्व काटी ठोएको पूर्व हुनु परेन के मामा यस भान्जी हजुर ठिकै छ ठिकै छ ठिकै छ बान्नु खालि पर्छ अलिकति साथ के ले संसार अहिले पुर्नु त खाने बित्तामा अहिले यता आउनु नि छोडिदिन्छु उता नि के थियो उनीलाई पाल्नुपर्छ नि त त्यो पाल्नुको लागि खाना खाल्टा खनेको छैन के गरेको यहाँ देखौँ अब यहाँ धुपान छ हाम्रो कोकमेन्डो खाल्टा गर्नुपर्थ्यो साइडमा कुन त अब मलाई भन्छ त्यहाँ तिमीले खाल्टा नखनेको केटाकेटीले समातेर झार चाहिँ लडाउँछ अब बलियो बान्दिनुहोस् है होइन हौ खाल्टा खनेको हुन्थ्यो त्यो छेउ खाल्टा खन्नु भनेको नि यिनीहरू के गरे गरे खाल्टा खनिनुहुन्थ्यो त यहाँ ओ त्यसै गर्नु भन्यो खाल्टा